ए हामी चाहिँ अहिले मुक्तिनाथ जाने क्रममा रुक्से झरना नजिक आएका छौँ। यो चाहिँ रुक्से झरना हो, देख्न सकिन्छ। रुक्से झरनामा मान्छेहरूको भिडभाड छ, गाडीहरू पनि रोकेर। फोटो खिच्ने चलिरहेको छ, फोटो सेसन। रुक्से झरना हामी पनि अब एकछिन रोकेर फोटोसुट गर्दैछौँ हैन। रुक्से झरना केटाहरूले त यहाँ राखे झर्नु त। पैसा हामी चाहिँ अब यहाँ पार्किङ गरेर यसो हेर्नेछौँ होइन। कता गयो यार स्ट्यान्ड, कहाँ जानु? हामी चाहिँ यो रुक्से झरनामा रोकेका छौँ। एकदमै तरिकाले झरना त एकदम ठुलो रहेछ होइन, एकदम ठुलो। कहाँ गयो केटाहरू? वहाँको पानी चाहिँ यहीँसम्म आएको छ है, पानी चाहिँ। मैले पनि अब रेनकोट काटेर जान्छु। अहिले चाहिँ हामी यो मुक्तिनाथ जाने क्रममा बाटोमै परेको होइन, रुक्से झरना है। यो चाहिँ रुक्से झरना देख्दाखेरि भिडियोमा चाहिँ सानो जस्तो देखेको छ, तर एकदम ठुलो छ यो। यहाँ चाहिँ पर्यटकहरू पनि देख्न सकिन्छ होइन, धेरैजना आउनुभएको छ। रुक्से झरना है, रुक्से झरना।